ए यता हेर्नु ओइ आउनु जानको तिमीले बुढो के आउनु जान हो के ए बुढो अहिले तपाईँहरूको एउटाको नम्बर दिनु नि त्यहाँ झरेको यता हेर्नु है भाइ कसलाई देखिन मन ला देखिन होइन दाइ ल ए ल पानी कहाँ छेपे इन्डियन उहाँको यार भयो कि नछेप कस्टमर उसले राम्रो हो कस्तो महँगो हो त नि यो चाहिँ सुन्नु न टुगा कसको ला काहीँ नै गाउँ दौडेको भएर के काहीँ नकुदी सीता भाँसिएको ठाउँमा वाल्मिकी आश्रम जय श्री राम सबैले त हेर हाई भन कमला दिदीलाई त ढाके यार ठुलो मान्छेलाई त काम गर्दैछ दाइ हाई भन्नु काहीँ नगो त्यहाँ जाने हो हामी दर्शन गरेर आउने हो ल बोल्नु हामी सीता भाषीको हिँड्नेछौँ हामी बुढाबुढी कमला बहिनी सन्ध्या बहिनी सुरज हिँड्छौँ हामी जय शम्भु जय शम्भु सीता मैया की शम्भु ऊ के उहाँ ऊ ए किन डराउ र तिम्रो र किन डराउ नडराइकिन हिँड न केटाकेटी भएर नि बुढेसकालमा के सफा गर्ने फेरि है मैले सफा गर्ने होला त्यसै गर्नु आएको के मुखले एक मंकी इधर भी है मंकी हेलो मंकी हेलो मंकी सीता भाषी उधर आया हम इधर जगह में पहुंच के वापस होना है लो हम आउँदै छ हेरा लखाइले म तिमीलाई दिन्छ मंकी नहीं मंकी होइन बाँदरहरू कहाँबाट आउनुभएको होइन हजुरको घर डाङबाट आउनुभयो हामी यहीँ खैरेनीबाट बुटल खैरेनी आऊ जो भाग रहा है सबसे आगे वो है चंद्रकला सिंहजली वो जो उससे पीछे भाग रहा है कमला थापा उसके बाद सुरेश ब्राल और उसके बाद संध्या प्राजुली इन लोग का कंपटीशन हो रहा है सबसे आगे अभी भाग रहा है चंद्रकला सिंहजली और सबसे पीछे हो रहा है ये संध्या प्राजुली
यो त किसिम रहेछ खिचाउँ सबै ल अब अरू संध्या का ल ल अब अर्को पालो अर्को बारी आ गया अभी ल कमला थापा का बारी आ गया बारी यो त किसिमको भाइ ल भाउजूको पालो ल पालो भ्याइयो ल भाउजू जानु अरूको बारी हुन्छ ल के हेर न बाङ्ग्यो हल्लाइदियो ल ल ल सर ल ल ल प्रवेशद्वार शालिकसँग गएको भइरह नसोधिकन जाने घुम्न आएको मान्छे हो 88,000 ऋषिद्वारा वाल्मिकी ऋषि हवन गरेको कुण्ड ल पिस गराइदिन्छु ल म बुढी गराइदिन्छु तिमीले दोग गर खोला खोला सबै त्यस्तै छ बिहार में आते ही सूख गया कौन लगा ये अमृत कुंड है ये काफी गहरा है इसमें काफी गंदगी है ऐसा हो तुम्हारा मोबाइल उसमें छूट जाए गंदगी हाम्रो उसमा छ नै त्यही त नि उहाँका जम्मै दिदी यता आएका हाम्रो सीतानगरमा छ नै नि त तर राम्रो तरिकाले पूजै गर्न आउने श्री राम जय श्री राम होइन उता अब